हाम्रो यो रोजाना प्रयोग गर्ने ब्रसलाई कसरी चाहिँ हाइजेनिक तरिकाले राख्ने त? हेलो साथीहरू, कस्तो हुनुहुन्छ? आज मैले एउटा सानो आइडिया तपाईहरुको माझमा ल्याइरहेको छु। यसमा मैले फ्युजन 360बाट डिजाइन र एनीक्युबिकको 3D प्रिन्टर प्रयोग गरी एउटा एकदमै सिम्पल डिजाइन बनाउँदै छु। यस क्रममा चाहिँ मैले 2-3 वटा डिजाइन प्रिन्ट गरे। पहिलो चाहिँ मलाई एकदमै राम्रो लागेन, यो चाहिँ एकदमै नजिक भयो। त्यसपछि फेरि अर्को डिजाइन बनाए। यो चाहिँ अलिक ठिकै थियो, तर यसमा चाहिँ के भयो भन्नाले अब अलिकति बीचमा अलिकति स्पेस धेरै भयो जस्तो लाग्यो। त्यही भएर मैले फेरि अर्को डिजाइन बनाएँ। त्यसमा चाहिँ तपाईको बीचमा अलिक वाल हाल्ने जस्तो पार्टिसन जस्तो बनाइदिरहेको छु। तपाईहरु पनि कहीँ होस्टेलमा अथवा ठूलो परिवार हुनुहुन्छ जसमा कि ब्रशहरु यसरी एकदमै मिसिएर राखेको हुन्छ। यस्तोमा तपाईहरुले पनि यो डिजाइनलाई प्रयोग गर्न सक्नुहुन्छ। I hope कि तपाईहरुलाई यो आइडिया राम्रो लाग्यो। So see you then until next video. Bye.